केटीको पारा आज फेरि एउटा नयाँ भ्लग लिएर आएको छ। आज भ्लगमा चाहिँ हामी यो होकाने जापानको चाहिँ ज्वालामुखीको यो उत्पत्ति हुने ठाउँ हो कि के हो होइन, धेरै रमाइलो ठाउँ छ। आजको भ्लग चाहिँ यहाँबाट हुन्छ जापानको हाकोने भन्ने ठाउँबाट। हामी चाहिँ ग्रुप अगाडि गइसकेको छ है। म तपाईँहरूलाई देखाउँछु यहाँनिर कस्तो छ। आफसे आफ यहाँ धुवाँहरू एकदम अटोमेटिक होइन, नेचुरल्ली धुवाँहरू जमिनबाट निस्किरहेको छ। एकदमै मनोरम ठाउँ देख्न सक्नुहुन्छ। अटोमेटिक रूपमा चाहिँ जमिनबाट धुवाँहरू यसरी निस्किरहेको छ। मनोरम दृश्य देख्न सक्नुहुन्छ। चारैतिर हिमालले घेरिएको ठाउँ। पछाडिपट्टि ब्याकग्राउन्डमा तपाईँको फुजी हिमाल पनि साथमै रहेको छ, त्यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ। सो रमाइलो छ। हामी चाहिँ धेरै टाढाको यात्रा पछाडि हामी फाइनली यहाँ माथि पुगिसक्यो। अब बिस्तारै उतापट्टि जान्छौँ हामी। त्यहाँदेखि कालो ढुङ्गा ज्वालामुखी यो बारेमा बोल्ने थोरै ल यसको बारेमा हामी अहिले जापानको हाकोने भन्ने ठाउँमा छौँ है। यो ज्वालामुखी देख्न सक्नुहुन्छ हाम्रो ब्याकग्राउन्डमा। मेरो ब्याकग्राउन्डमा अर्को साइडको ज्वालामुखी भइरहेको ठाउँ, यो निस्किरहेको ठाउँ देख्न सक्नुहुन्छ। ठाउँ आज असाध्यै रमाइलो होइन दिन। आजको कति उज्यालो दिनमा आइएछ कि साह्रै रमाइलो लागिरहेको छ। तपाईँहरू आउनुहोला, जापानमा हुनुहुन्छ भने। जापान अब आउँदै हुनुहुन्छ भने पनि यहाँ आउन नबिर्सनु होला। सो त्यही हो अलिकति। अब तपाईँले थाहा पाइसक्नुभएको छ ज्वालामुखी हुने ठाउँ हो। यहाँनिर देख्न सक्नुहुन्छ अटोमेटिक तपाईँको जमिन मुनिबाट यस्तो चाहिँ धुवाँ है, धुवाँको राफ यसरी चाहिँ तपाईँहरू हेर्नुहोस्। यहाँनिर यस्तो किसिमको थोरै उता नजिकबाट गएर म तपाईँहरूलाई देखाउँछु है। भिडभाड एकदमै छ कि यहाँनिर। आउनलाई चाहिँ अलिकति टाढा भयो थियो, तर आइसकेपछि चाहिँ एकदमै स्वर्ग रहेछ क्या ठाउँ चाहिँ है। यहाँ देख्न सक्नुहुन्छ घुइँचो लाइन यस्तो छ कि मान्छेहरू टपक छ यतातिर। देख्न सक्नुहुन्छ डाँडाबाट अटोमेटिक रूपमा चाहिँ धुवाँहरू यसरी निस्किरहेछ क्या। होला यहाँ मुनि है। ल हेर्नुहोस् अटोमेटिक यो धुवाँहरू यसरी निस्किरहेछ क्या। सो जाडो धेरै छ होइन, देख्न सक्नुहुन्छ। रमाइलो छ ठाउँ होइन। धुवाँ काँडा आइसकेको छ, काँडा आएको छ कोही पत्तो खबर छैन। तपाईँले जानकारी त पाइसक्नु भयो। म पनि नयाँ हो, भर्खर 1 महिना भएको छ जापान आएको। मलाई त्यति राम्रोसँग थाहा छैन यहाँको बारेमा चाहिँ। अब अगाडि सुनिसक्नुभयो तपाईँले चाहिँ। त्यही हो रमाइलो छ ठाउँमा यो हाकोने भन्ने ठाउँ चाहिँ होइन। तपाईँहरू एकचोटि चाहिँ यसो फ्री टाइममा निकालेर आउनुभयो भने माथि टपमा दामी छ कि भ्यू चाहिँ। ओहो यस्तो खतरा ठाउँ कि पुरै छोड्नुहोस्। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ त्यो उतातिर नि बगाल छ ठाउँ है। त्यही हो आज चाहिँ आजको भ्लग हाकोने। म तपाईँलाई एकछिनमा निस्किएर फेरि देखाउँछु। यहाँनिर धुवाँ हेर्नु, जमिनबाट अटोमेटिक कसरी चाहिँ निस्किरहेको छ धुवाँ। मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ धुवाँ। सो हामी चाहिँ अगाडि त्यो डाँडामा जान्छौँ। म एकछिन त्यहाँ डाँडामा गएर हेर्ने। जाडो भयङ्कर छ। म चाहिँ हिरो बनेर ज्याकेट खोलेर हिँडिरहेको छु है। अनि त्यही हो हामी माथि डाँडामा जाँदैछौँ, चढ्दैछौँ माथि डाँडामा। अगाडि बाबुहरू आमाहरू अगाडि गइसक्नु भएको छ होइन। यस्तै छ रमाइलो छ ठाउँ। डाँडाबाट मजा आउँछ क्या। डाँडो घाम पारिलो लगाइरहेछ, मजाको छ होइन। भ्यू हेर्न चाहिँ बवाल छ क्या। अहिले म तपाईँलाई देखाउँछु डाँडाबाट तल। सो हामी चाहिँ फाइनली फर्केर अब यहाँनिरको फेमस भनेको चाहिँ कालो अन्डा हुँदो रहेछ होइन। कालो अन्डा चाहिँ अब खाएर कालो अन्डा चाहिँ अब फर्किने सोच गर्दैछौँ। कालो अन्डा खाएर त्यो आजको भ्लग यति नै हाकोनेबाट। आजलाई टाटा बाई बाई।